ल सबैका एकछिन राखेर अनि त्यसरी सबैको माथि कपुर राखेर टक्क गरेर त्यसरी जलाइदियो भने कति राम्रो है। ओम नमो सरस्वताय सहस्रमूर्तये सहस्रपादातिरोर्वामे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटियुगधारिणे नमः। सबैका सामुन्ने भएको त्यो दियोले एउटा बत्तीले सर्व सबैको जलाउनु सँगै अरूका पनि पछाडिका पनि सबैका जलाउनु पर्यो। हातमा भयो एउटा बत्ती खिच्यो भनेर एउटा बत्ती सार्दै जानु टक सबैतिर सार्दै जानुहोस्। ल हो कपुर राख्नुहोस् त थोरै कपुर राख्नु टक्क जल्छ। ल हो त्यसरी टक्क राख्दै जानुहोस् अनि सबैमा जल्दै गर्छ सबैमा जल्छ फटाफट जल्छ। हो त्यसरी गरौँ राखौँ। एकछिन त्यो राख्नु पर्दैन क्या अहिले पहिलो चलाइसक्नु पछि पूजा गर्नु। ल सबैले अलि टाढा यस्तो हुने है। सबैले एक सर्व लयले अलिक पछाडि हुने। आफ्नो कपडालाई ध्यान दिनु होला। सबैले कपडालाई ध्यान दिनु होला। सबैले आफ्नो चाहिँ बालहरूलाई ध्यान दिनु होला। त्यसरी सर्व है। ल हो ल सबैका जल्यो। सबैले जलाउनुहोस् त पछाडिसम्म सबैका जलाउनुहोस् त। ल छिटो अनि सबैले हातमा लिनुहोस् माथि उठाउनुहोस्। सबैका माथि उठाउनुहोस् अनि सबका त जलेको हुनुपर्छ। सब छेउछाउमा हुनुपर्छ। कसैको पनि के हुनु भएन। कसैको पनि शरीरलाई बाललाई सबैले ध्यान दिनु होला है। ओम चन्द्रमा मनसो दातक्षो सूर्यो अदायत प्राण सम्मुखात् अग्निरजायत। ल भगवानलाई देखाइबक्स्यो। सबैले देखाउने है भगवानलाई। जय जगदीश हरे प्रभु जय जगदीश हरे। घुमेर
गाह्रो भयो भने त्यो छेउछाउमा राखिदिने आरती बोल्ने ल त्यही हवन कुण्डको छेउछाउमा राखिदिनुहोस् अनि आरती बोल्नुहोस्
जय जय शंभो जय जय शंभो जय जय शंभो जय शंभो गिरी कैलास निवास था गण संसारी शिव गण संसारी मुंडमाला जगलाना मुंडमाला जगलाना तू बसमय मारे ओ हर हर महादेव डमरू सुरस शोभित गंगाधे गरमा गंगाधे गरमा विराजित बागंबर तनवा ओ हर हर महादेव नयन धरि ज्योति सजीव सदा शिव ज्योति सजीव सदा महान विश्व मनोहर महान विश्व मनोहर सकलनाथ गिरिजा ओम हर हर महादेव अस्मविवेकन सुंदर श्रीमाचंद्र कला शिव श्रीमाचंद्र कला कल कल बात हरे कम कल कल बात हरे कम गंगा पूर्ण कला ओम हर हर महादेव Jai
भक्तासन भगवान को